साथीहरू देख्न सक्नुहुन्छ मैले चाहिँ इङ्ग्लिस आउनको लागि चाहिँ इम्पोर्टेन्ट यो चाहिने रहेछ। मैले चाहिँ अरू पढेर अरू सुनेर बसेको, म चाहिँ एकदम मिस्टेक भएछु, सरी। सुरुमा चाहिँ यो प्रोनाउनहरू हेर्नु सबै आउनुपर्छ है, यो आउनुपर्छ। अनि अर्को यो भयो सुरुमा प्रोनाउन, त्यसपछि गएर आउँछ हाम्रो अनि यो के हो यो, अनि यो चाहिँ टाइमको सम्बन्धी बारेमा है। नाउ भनेको अहिले, टुडे भनेको आज, अनि लास्ट नाइट भनेको हिजो राति, सबै आउनुपर्छ है यहाँनिर। अनि नेक्स्ट विक भनेको अर्को हप्ता, हाउ लङ कति समय, सन्डे मन्डे सबै आउनुपर्छ है यिनीहरू, दायाँ बायाँ लेफ्ट डाइरेक्सन। अनि त्यसपछि गएर वान डे, अनि अलग सधैँ, कहिलेकाहीँ, मध्यरात, हिजो राति सबै आउनुपर्छ। अनि त्यसपछि गएर यो पनि आउनुपर्छ है, आइएमलाई चाहिँ छोटकरीमा आइएम भन्छ। आइएम भनेको म छु। अब आइएम, म छु, म डक्टर छु, म हिरो छु भन्नु पऱ्यो भने आइएम हिरो, कि म छु, म हिरो छु, म हिरो भन्नु मिल्छ है ती। आइएम दिपक, यसरी हुन्छ है ती। सबै लस्करै छ है, वी विल सबै छ है, आउनै पर्छ इङ्ग्लिसको लागि। हेर्नु है। अनि दे ह्याभ, उनीहरू गरेका छन्। दे ह्याभ इटन, उनीहरूले खाना खाएको छन्। यसरी देखियो नि, सजिलो छ। अनि डिडन्ट मैले भनिहालेँ अब यो। त्यसपछि गएर यो पनि त्यसकै हो। अनि अर्को इम्पोर्टेन्ट भनेको चाहिँ हेल्पिङ भर्ब, एक्जुलरी भर्ब सबै यहीँ दिएको छ मैले है। इन भनेको भित्र, अनि यो विथ भनेको सँग, फर भनेको फ्रम भनेको बाट, अनि नेक्स्ट भनेको नेक्स्ट टु भनेको छेउमा इन्साइड भित्र। अनि त्यसपछि गएर अनि मेन भनेको यहाँ छ है गाइज। इजेमार हो, छु, क्यान सक्छु, सक्थे। अनि ह्याभ भनेको सँग छ, ह्याभ पनि सँग छ, ह्याडसँग थियो। डु डज। अनि यो अनि अक्टु भनेको गर्नुपर्छ, निड भने आवश्यक छ, डियर भनेको साझा गर्ने, युज टु भनेको पहिला गर्थे। जस्तै आई युज टु प्ले फुटबल, म पहिला फुटबल खेल्ने गर्थेँ, पहिला खेल्थेँ, अहिले चाहिँ खेल्थेन। अनि यो भयो। अनि अर्को त्यसपछि गएर यिनीहरू आउनुपर्छ। यो चाहिँ हाम्रो चाहिन्छ कि मोस्ट इम्पोर्टेन्ट छ इङ्ग्लिस आउनको लागि। इङ्ग्लिस सुनेर त्यो अरूले सुनेको मात्र हामीले त्यसरी आउँदैन। त्यसैले सुरुको मेन भनेको यस्तो आउनुपर्छ है यहाँको यो सानो सामान्य मिनिङहरू। त्यसपछि गएर अर्को थियो कता हो, बिङ कता हो। त्यसपछि गएर मौसम सम्बन्धी सनी, क्लाउडी, रेनी भनेको यिनीहरू आउनुपर्छ। यति नै होला।